हेलो एभ्रिवन, मी अभिषेक यादव सबैले वन फर अल च्यानलमा स्वागत छ गाइज। आज हामी कुरा गर्ने गइरहेको छु द क्राइम अफ सुटकेस काण्डको बारेमा म डिटेलमा भन्ने गइरहेको छु। त्यो चाहिँ गुजरातबाट हो। कसरी भयो, कसले गर्यो, किन गर्यो, समाजमा अहिले के भइरहेछ, त्यो चाहिँ इन्डियाबाट हो। म यसलाई पुरै डिटेल रूपमा भन्ने गइरहेको छु। यो भिडियो हेरेर हजुर पक्कै केही न केही सिक्नुहुन्छ। 3 नोभेम्बर 2025 2 बजेतिर एउटा पर्सन सुर्खेतको कसङ्वा तारसाडी रोडको किनाराबाट हिँडिरहेको थियो। त्यो रेलवे स्टेसनको साइडमा थियो। त्यो रोडबाट हिँडिरहेको थियो। त्यो मान्छेले चाहिँ के हेर्यो, एउटा खाल्टोमा एउटा न्यू ब्याग हेरेर उसलाई सक भयो। सक मतलब अब हामी कुनै नयाँ ब्याग कहीँ हेरिस त हामीलाई जरुर मनमा केही न केही त खटकिन्छ। अनि त्यस्तै यो मान्छे हेरेपछि यो मान्छे त्यहाँ नजिकको पुलिसलाई खबर गर्यो। अनि पुलिस त्यहाँ पुग्यो। अनि पुलिस पुगेर यो ब्यागलाई खाल्टोबाट निकालेर अनि देन माथि ल्याएर यो ब्यागलाई खोलेपछि यो भित्र एउटा महिलाको शव थियो। त्यो महिला चाहिँ को थियो यसको बारेमा म भन्न गइरहेको छु। त्यो जुन शव परेको थियो ब्यागको भित्र त्यो महिलाको नाम चाहिँ काजल थियो। त्यसको घर चाहिँ बिहार थियो। अनि देन त्यो बिहारमा थियो। अनि यसको बिहे भइसकेको, त्यसको चाहिँ एउटा छोरा थियो। अब छोरा थियो यो यसको। अब घरमा सबैको घरमा फ्यामिलीमा त झगडा भइरहेको हुन्छ। अब यसको हस्बेन्डसित यसको धेरै झगडा हुन्थ्यो। अनि त्यही झगडा हुँदै हुँदै अब मान्छे यो जुन काजल थियो त्यो चाहिँ सोसल मिडिया युज गरिरहेको थियो। त्यो सोसल मिडियामा एउटा केटासँग कुराकानी गर्न थाल्यो। कुराकानी गर्दै गर्दै कुरा अगाडि बढ्यो। अनि जुन सोसल मिडियामा कन्ट्याक्ट गर्यो त्यो केटाको नाम चाहिँ रवि शर्मा थियो। त्यो चाहिँ सोसल मिडिया युज गरिरहेको थियो। एउटा दिल्लीको एउटा होटलमा काम गरिरहेको थियो। काम गरेपछि यो आफ्नो तस्बिरलाई खिचेर राम्रो राम्रो ह्यान्डसम लुक बनाएर त्यो पोस्ट गरिरहेको थियो। अनि त्यही लुक या भिडियो हेरेर यो काजल एट्र्याक्टिभ भयो। दुइटाको बिच लभ सम्बन्ध पर्यो। अनि देन त्यो काजल आफ्नो छोराले लिएर यो रवि शर्मासँग भेट्न दिल्ली गइसक्यो। अनि त्यो दुइटै चाहिँ रवि एन्ड काजल सँगै बस्न थाल्यो। त्यसपछि केही दिन बस्दै बस्दैको घरमा काजल थियो त्यो रविलाई भन्यो अब शादी गर भनेर मसँग प्रेसर दिन थाल्यो यो रविलाई। अनि त्यो त अब अभियसली हो कि कुनै मान्छे साथमा बसिरहेछ भने त शादी गर्नु पर्यो। त्यो रविले चाहिँ शादी गर्नबाट इन्कार गरिरहेको थियो। वेट भनेर यसलाई रोकाइरहेको थियो, फोर्स गर्न थाल्यो। अनि त्यो जुन रवि शर्मा थियो त्यो काजल एन्ड उसको छोरालाई त्यही दिल्लीमा छोडेर त्यो आफ्नो घर आइसक्यो। अब त्यो केटाले भन्यो कसैलाई नभनोस्, यसको साथीहरू हुन्छ नि रिलेटिभहरू बस्ने। काजल चाहिँ जो साथीहरू थियो त्यसलाई कल गर्यो अनि भन्यो त्यो रवि कहाँ गयो भनेर भन, नत्र नभनेपछि म तिमीहरूलाई दुष्कर्मको अपराधमा म फसाइदिन्छु सबलाई। अनि त्यो यसको साथीहरू थियो त्यो काजललाई भनिसक्यो। यो चाहिँ यहाँ सुर्खेत गइसक्यो। अब सुर्खेत गयो अनि त्यो उसको छोरा र काजल पनि उसको कहाँ गयो। फेरि एगेन दुवैजना सँगै बस्न थाल्यो। आफ्टर द्याट त्यहाँ के भयो अनि एक दिन बिहान अनि यो यसको छोरा चाहिँ जो थियो त्यो बाहिर खेलिरहेको थियो। त्यो घरभित्र दुइटाको कुराकानी भयो भनेर बिहे गर भनेर। अनि यो रवि पछाडिबाट अट्याक गरेपछि यसको काजलको सास चाहिँ रोकियो। अब त्यसको त्यही चाहिँ मृत्यु भयो। त्यसपछि यो रवि थियो त्यो सुटकेस किनेर ल्यायो। सुटकेसमा यसको हात खुट्टा बाँधेर भित्र हालेर यो सडकको किनारामा गएर फ्यालिदियो। हजुरहरूको मनमा एउटा सवाल होला पुलिसले कसरी पत्ता लगायो भनेर। अनि यो मान्छे जुन थियो रवि शर्मा एउटा सेम कलरको ब्याग यो एउटा बजारबाट किनेको थियो। पुलिसले धेरै छानबिन गरेर त्यो ब्याग यो फोटोको कारणले पुलिसहरूले पत्ता लगाए। अब हाम्रो देशमा के भइरहेछ यो कुराले के बुझ्नुभयो हजुरहरू? प्लिज सोसल मिडियाको चक्करमा नपर्नुहोस्। जे हुन्छ चुपचाप आफ्नो जिन्दगीमा र आफ्नो झगडा त सबैको फ्यामिलीमा हुन्छ, तर यस्तो डिसाइड नगर्नु कि म आफ्नो हस्बेन्डलाई छोडेर गइदिन्छु भनेर। प्लिज यो सोसल मिडियाको चक्करमा नपर्नुहोस्। थ्याङ्क्स फर वाचिङ माई भिडियो।